है थम्ब नट भनेको यो है यस्तै बेटाएर यस्तो यो निकाल्यो भने मात्र यो थम्ब नट है थम्ब नट हैन अब फिगर अफ 8 नट यस्तै यसलाई दुई खनको लाएर यहाँ घुसाएर यहाँ तान्यो भने चाहिँ यो फिगर अफ 8 नट है फिगर अफ 8 नट हैन अब रिफ नट भनेको छ हैन रिफ नट भनेको चाहिँ यता यस्तै गाँठो पार्ने यसो गाँठो पार्ने यसो गाँठो पारेर यस्तो मायालु गाँठो पार्यो भने चाहिँ के हो त यो रिफ नट है अब रनिङ नट भनेको छ रनिङ नट त यस्तो भइहाल्यो यस्तो बनायो भने यस्तो नट ए रनिङ नट यस्तो गर्ने यस्तो बनाएर यताबाट ल्याएर यहाँबाट सिराउने यहाँबाट सिराएपछि यस्तै तानेपछि के हो त यो रनिङ नट है अब रनिङ बुलाउने भनेको चाहिँ के छ त यस्तो कमरमा बनाउनुपर्छ है कमरमा बनाउनुपर्छ यस्तै कमर थियो नि यस्तै कमर थियो भने ओके अब यो माथिको चाहिँ माथि पार्ने यो अनि यस्तै घुमाउने यस्तै घुमाएर यस्तै घुमाउने छ नि यस्तो तलबाट यस्तै घुमाएर माथि आइसकेपछि फेरि यहाँबाट यस्तै छिराएर यताबाट ल्याएपछि यो के भयो त रनिङ बोलाइन है यो रनिङ बोलाइन भयो है अर्को छ बोलाइन अनवाइट भनेको कस्तो भन्दा यस्तो यसो गर्ने जुन तल गएको नि तल गएकोलाई त्यसरी तान्ने आफूलाई कति चाहिन्छ त्यो तानेर यहाँ अड्काइदिने अनि चाहिँ के हो त बोलाइन अनवाइट है यो भनेको त्यो यिनीहरूभित्र पस्न रुख चढ्न वा कोल्लने काममा प्रयोग गरिन्छ है अर्को रनिङ नट अघिल्लो चाहिँ के हो त डोरीमा सुर्किनु भन्छ तर तान्दा नकसिने खालको हुन्छ अर्को थिप्स नट भनेको थिप्स नट चोर डाँकाएर पक्ने यस्तो गर्ने यस्तो दुईवटा साइज बनाउने ओके भित्रको भित्र तान्ने बाहिरको बाहिरबाट तानेर यो थिप्स नट हो है ल यो थिप्स नट चाहिँ यहाँ आएर सकिन्छ है अब यो नटहरू चाहिँ यति हो नटको चाहिँ यति